यसको चाहिँ कति भयो अरे भनेपछि 1100 यो 1000 मा आउँदैन यो चाहिँ 1000 आफ्नै पर्छ 100 रुपैयाँ खाली त्यो भाइ यो हो 250 जान्छ ल त्यही एउटा सानो रुम पाछ नि स्वयम्भू बुद्ध पार्क अलिकति माथि है महिनाको 3000 रे दिदीले कहिले काहीँ खुवाइदिन्छु रे अब हेर्दै जाउँ हैन अब खाट पनि यो नछिर्ने रहेछ त्यो ठाउँमा चाहिँ पुरानो घर रहेछ हैन अब त्यही हो यो फोल्डिङ खाट भयो नि लग्नु पर्ला अनि बिस्तारै बिस्तारै अब टी सर्टहरु पनि किनिदिनु पर्ला अब बिस्तारै बिस्तारै सबैजना सहयोग गर्नु होला गाइस हैन महिनाको 3000 भने पनि ठुलै कुरा हो फेरि त्यही हो गाइस अब पुरा भिडियो हेर्दिनु होला है गर्मीले पुरै पसिना यति जोड्दिने ल यहाँबाट छिर्छ छिर्दैन फेरि यतिको भइदिने भइहाल्यो जे छ त्यो ठिक छ कुनामा चाहिँ अलिक वाल भयो ठिक छ अब हैन ठिक छ है ठीक छ सुतेर हेर्नु त एकचोटि मजाले सुतेर हेर्नु लाग्यो हो ठिक छ त यहाँ अलिकति पाल भएर केही फरक परेन है त्यो कुनासम्म जाँदैन रहेछ क्या जाँदैन रहेछ क्या सुत्नु त एकचोटि आनन्दले त्यो तकिया ठिक छ हेर्नु त ठीक छ ठिक छ त्यो अस्तिको सिरो हिजोको सिरक खोइ त त्यहाँ बाहिर राखेको हिजोको नि उडाइदियो ओहो यो 3000 एक महिनाको भयो अनि 1500 1600 अनि 1600 चाहिँ अस्तिको खाजा साजा के हो हैन बस ल के चाहिन्छ यो कस्तो चाहिने भन्नु त यो कति हो यसको दाइ 1450 कतिसम्म भाउ छ यो हुन्छ बाजे यो डबल खप्टाएर सुत्न मिल्यो है ल ल ल ल